कति मजाले भुलभुल गर्नु हुँदैछ दादाले त नाकपट्टिको आएको दसैँको बाटो जान्छ मलाई यत्रो बेसी पर्दैन होला तपाईँले भनेर हुन्छ नानालाई कत्र आशीर्वाद चाहिँ नाना मनमै छ हो मुखले त्यो हाडबिनाको जिब्रोले सिकेको छैन राम्रो आशीर्वाद दिनुलाई अब बिस्तारै सिकौँला होइन लेखेर व्हाट्सएपमा सेन्ड गरिदिनु भाइ आशीर्वाद गुगलबाट खोजेर यदि ठिकै सुहाउँदिलो होइन अब टिका भनेको टिका हो आज एक दिन त हो अब यसलाई चाहिँ यता है एकछिन हात धुनु पऱ्यो है टाढाबाट नमस्ते पैसा दिनु पर्दैन भाइ त्यस्तोहरू पैसा पर्दैन दिनु पैसा कहाँ दिएको हो नि दक्षिणामा दिएको दक्षिणामा दिएको त नमस्ते रातो मासु सुँगुरको मासु चरङ चरङ आजको दशहरा दसैँ आज फर्स्ट टाइम ड्युटी छोडेर आइयो होइन हो ड्युटी सुटी मारेको हो दसैँको दिन कसले काम गर्छ आफ्नै काम गर्छ भाग्दैको जो होगा देखा जाएगा क्यामेराबाट चाहिँ फोकस गरेर राखेको छ खै आशीर्वाद दिएको सुन्दैन त कहाँ आउँदैन होला बाटोतिर आशीर्वाद चाहिँ मनबाट दिनुपर्ने हो दिनुपर्छ भन्छ अब अलिक के भन्नु निकै एक्सपिरियन्स पनि होइन अलिक खाँदै गएपछि चाहिँ एक्सपिरियन्स बढिहाल्छ फेरि राई लिम्बूको जाति नै त्यही हो कि क्या हो हाम्रो बाउ पनि यसो टिका लाउँछ टिका लाउँदैन अब चाहिँ अघि त बताइले आउँदै के गर्छ सब्सक्राइब लाइभ भिडियोमा हजुरहरूलाई भरभरकै स्वागत टिका लगाइदिनु हुँदैछ हाम्रो सुक्ने दिदीले छोरीलाई भान्जी हो ए भान्जी मेरो त छोरी पऱ्यो नि त आशीर्वाद दिएको त सुन्दैन त दिदीले जस्तै खालि मुखमा मात्रै लाँदैछन् उही हान्नु त भिडियो पनि हो दादा पनि सबैको टिका लगाउनु वर्ष र दिन गाना पनि लागेन हौ कसैले टिभी पनि बन्द
मैले दिनु नि That's the reason. That's the reason you are my favorite brother. Because brother sister rishta is very close. केही काममा पनि उसले मलाई सपोर्ट गर्छ त्यस्तै राम्रो जे कुरामा अब मेरो साइनी दिदीलाई हो नेपालीमा इङ्ग्लिस बोल्दैन होला है सधैँ एउटै खुसी खासी बस्नु फाँसी बस्नु अरे फाँसी मेरासँग बेसी झगडा नगर्नु भान्जा बेसी नपराउनु धेरै पैसा कमाउनु भाइलाई मिसो कति बेला सेकेर खाने भाइ सिरियसली गर न दिस Serious. Daisa paisa bes भन्नु नि अब what to do seriously I'm serious Okay, no oh yeah you speak English thank you so much मजा आयो ल भान्जीलाई चाहिँ यस्तो राख्नु पर्छ हामीलाई त त्यो No problem. English. साइटो लागि No problem. oh Oh, this one. can I put side Oh, no problem. because Wait. this is never is not good Yeah, never is Sanskritik. Yes, sister.
चाहिँ थाहा छ गाउँमा मेरो त्यो जमिन छ नि त्यो त थाहा छैन मेरै थाहा थियो जमिन मैले निकालेँ होइन एउटा झरेन मेरो भित्रबाट टिका यस्तै हुन्छ अघि हेरे भाग्यमानीको भाग्यमानी लकी पर्सन भाग्यमानी जे सब लोग तीनजना जति बच्चा पैदा फेरि चाहिँ लागिँदैन स्टिकर ए म पनि लाउने लगाइदिनु लगा भन्नुभयो तेरे मनमा जे आउँछ त्यही आउँछ त्यो दिनु सर एउटा हातमा गरौँ मेरो अरे दुईटा हातले लाउनु पर्छ हुन्छ हुन्छ के हुँदैन हो त्यस्तो गर्नु ठेलेको जस्तो छ होइन यो नङले ठेलेको जस्तो गर्नु न भन्दा म भन्छ नि मनबाट भन्नु त लु अहिले भन्दा मुख बेसी नचलाउनु भन्नु मुख मिलेर बस्नु भन्नु बुढाले अलिक ज्यादा मुख चलाऊ नै त यो एलेक्स त थाहा छ नि अहिले बहुत राम्रो भयो तिमीसँग बसेर बहुत चेन्जेस पनि देख्यो एउटा कोही दाजु भन्ने चाहियो भन्न एउटा म पप्पा भन्नु एउटा जति निकाल्नु कानमा लगाइदिनु मेरो खानामा त्यही सक्सेस हो पहिला राम्रोसँग जिन्दगीलाई बुझ्नु तब बिहा गर्नु पहिला कमाउनु खुट्टामा उभिनु जिन्दगी के हो त्यो गर्नु फेरि अगाडि साथीभाइको लागि पनि सोच्नु आफ्नो लागि पनि सोच्नु बाबु लेकिन भाग्यमानी रहनु हमेसा सद्बुद्धिले सोच्नु राम्रो काम गर्नु हमेसा तथास्तु मणिपुरी भाषाबाट भन्छ भन्न मेरो ठुलो बोल्न नबोलेको हेर्न एकचोटि भन्न भन्न मेरो मनदेखि दिएको भन्न केही भनेन त्यसले त अन्त भन्न मेरो बिकज भाइ सबैबाट खुसी बस्छस् भन्छ मेरो भाग्यमानी रहो सधैँ खुश रहो दुई चारवटा गर्लफ्रेन्ड राम्रो बुहारी लिएर आउनु बिल्कुल पनि नलिएर अहिले माई प्लेजर काम गर राम्रो वाला हजुर मिसअन्डरस्ट्यान्डिङ वाला नहीं है बस तीन चारवटा है सकेको मेरो टिका अझै भन्ने के हजुर न फेरि मैले फेरि आमा बनेपछि त फेरि म यस्तो पनि छु आमाको परे धुनु अब पर्यो त धोउनु त पर्छ म लाइदिन्छु बोल मैले लाइदिएको छुइनँ नि यता ठुलो सोल्टीले मेरो दाजु हो सबै गएर पायो नि ल आमाले गाई टिका लाइदिनु पर्यो है खतरनाक पर्छ र माथामा लगाइदे हाम्रो यहाँसम्म लगाउँछन् साथी यहाँसम्म दुबो जस्तो मलाउनु कुकुर जस्तो नबलाउनु दौसेर ल राम्रो गाडी घोडा चलाउँदा राम्रोसँग चलाउनु राम्रो हो अब मेरो चाहिँ बाँकीमा जस्तो छ आइजा उजै गर्छु ढोग्नै पर्छ त खतरै ढोका चाहिँ छ ढोका चाहिँ खतरै हो भाग्यमानी रहो सधैँ खुसी रहो बिकज साथी आऊ अब मेरीले ढोक्यो है ए मेरीलाई God bless you थ्याङ्क यू गड बेस यु माई चाइ भन न मलाई त हुन्छ ह्यान्डसेक होइन भइहाल्छ भइहाल्छ अब दक्षिणा होइन होइन रातो टिका म लाउँदिनँ पनि होइन एक्चुअली त अब सोल्टिनीले टिका लाउनु भएन होइन सोल्टिनी त्यस्तो संस्कार मान्नु पर्यो घरको बुहारीहरू यहाँ माथि हाल्दिनु बाबु मातेर कति छान्न सक्छ नि उनले समाज यो के कुराहरू नबनाए म भिडियो गर्दैछु है त्यही त
माथि ल होइन मोमो आउनु पर्यो त्यो लागि आएको त उसलाई चाहन्छ कि उसको दिदीले भात पनि पस्केर दिन सक्दैन उसले समाउँछ थैंक यू दिले थैंक यू सुस्मित साँच्ची बहुत राम्रो टाइम बहुत राम्रो टाइम पकाएर दिने मान्छे राखिदियो सुस्मित यो चाहिँ मेरो भेनाको मेरो भाइको मेरो फेभरेट दिएको ओके त खाएको छैन ए हाम्रो